नमस्ते। म जाजरकोट अस्पतालमा कार्यरत फार्मासिस्ट है। के तपाईलाई पनि अस्पतालमा निःशुल्कमा पाइने वा सस्तोमा पाइने औषधिले काम गर्दैन र बाहिर पसलबाट किनेको महँगो औषधिले मात्र छिटो निको गर्छ भन्ने लाग्छ? यदि त्यस्तो लाग्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस् है त। हामी कहाँ धेरै जसोले भन्ने गर्नुहुन्छ अस्पतालको औषधि सस्तो छ त्यसैले यसले काम गर्दैन। तर यो पूर्णतया एउटा भ्रम मात्रै हो है। औषधि महँगो वा सस्तो हुँदैमा राम्रो या नराम्रो भन्ने हुँदैन है। सरकारले अस्पताल मार्फत उपलब्ध गराउने औषधिहरू र बाहिर पाइने महँगो कम्पनीका औषधिहरूमा हुने मूल रसायन एउटै हुन्छ र उसको काम गर्ने तरिका पनि एउटै हुन्छ है। अनि सरकारी अस्पतालमा आउने हरेक औषधि व्यवस्था विभाग, जसले हामीले म्याक्सिमम धेरै जसोले डिडिए भनेर चिन्ने गरिन्छ, डिडिएबाट परीक्षण भई कडा गुणस्तर मापदण्ड पुरा गरेर मात्र आइपुग्छन्। त्यसैले सस्तो वा निःशुल्क हुनु भनेको गुणस्तरहीन हुनु होइन, बरु नागरिकलाई सहज र सेवा दिन सरकारले दिइने अनुदान हो है त। स्वास्थ्यकर्मी साथीहरू र आम सर्वसाधारण सबैलाई मेरो आग्रह छ, फजुल खर्च गरेर महँगो ब्रान्डको पछि नलागौँ। औषधिको सही मात्रा यानि कि डोज र समयमा प्रयोग गर्नु नै रोग निको हुने मुख्य कारण हो, औषधिको मूल्य होइन है त। ल, यति भन्दै भ्रममा नपरौँ, सही औषधिको प्रयोग गरौँ र स्वास्थ्य सेवाको पूर्ण लाभ लियौँ है त। धन्यवाद। बाई।